तपाईँ आज कता जाँदै हुनुहुन्छ? गोदावरी घुम्न। गोदावरी हामी गोदावरी जाँदैछौँ आज। कता जाँदै हुनुहुन्छ त? हामी आज गोदावरी जाँदैछौँ होइन, गोदावरी बनाइमा हेलो हजुर आज कता जाँदै हुनुहुन्छ? हामी गोदावरी निमेसी कता जाँदै हुनुहुन्छ? यस्तै हुन्छ भएर गोदावरी कता जाँदै हुनुहुन्छ? गोदावरी बने रमाइलो छ? एकदम म गोदावरी ल्यान्ड भइसकेँ। सो साथीहरू आज चाहिँ हामी गोदावरी जान लागेको टिभिएस टिम चाहिँ यहाँ छौँ हामी सबैजना। तपाईँ आज कता जाँदै हुनुहुन्छ? गोदावरी घुम्न। गोदावरी हो? तपाईँ पनि गोदावरी हो? गोदावरी जाँदैछु घुम्नको लागि। घुम्नको लागि गोदावरी जाँदैछु। कता जाँदै हुनुहुन्छ त? हामी आज गोदावरी जाँदैछौँ होइन, गोदावरी बनाइमा कता जाँदैछौ? हजुर कता जाँदैछौ आज? बाटीबाट हामी गोदावरी जाँदैछौँ आज। कता जाँदै हुनुहुन्छ? हेलो हजुर आज कता जाँदै हुनुहुन्छ? हामी गोदावरी गोदावरी निमेसी कता जाँदै हुनुहुन्छ? यस्तै हुन्छ भएर गोदावरी पिकनिक खान जाँदैछौँ हो। जोडाइ पिकनिक कता जाँदै हुनुहुन्छ? आज यतिको राम्रो भएर गोदावरी तपाईँ गोदावरी जाँदैछौँ। गोदावरी जाँदै हुनुहुन्छ? कता जाँदै हुनुहुन्छ? गोदावरी बनेमा चाहिँ हामी गोदावरीको यात्रा गाडीमा चढ्न लागेको छौँ सबैजना है सबैजना गाडीमा चढिसकेका छन्। हेलो अब चाहिँ हामी गाडीमा चढ्दैछौँ। गोदावरी बस पार्क गोदावरी बस पार्क ठ्याक्कै हामी चाहिँ गोदावरीमा है अब बस पार्कमा गोदावरी आइपुग्यो है फाइनली के बस पार्कमा आइपुग्यो। अब यहाँबाट हामी अझै पर जानुपर्छ। अझै पर जानुपर्छ पर कस्तो लाग्छ? रमाइलो छ? एकदम रमाइलो। हाई गाइज, म गोदावरी ल्यान्ड भइसकेँ। अब भिडियो हेर्दै जानु होला। अनि रमाइलो छ साथीसँगै, दिदीहरूसँग, दाइहरूसँग। जयबसी बाई। गोदावरीको बाटोमा पुग्नै बाँकी छ। अनि पुगेर फेरि हामी हेर्नेछौँ यहाँको भ्यू कस्तो छ भनेर। सुजना मिस सन्चै हुनुहुन्छ? कस्तो लाग्दैछ तपाईँलाई गोदावरी आउनु? रमाइलो भएको छैन? गएर गेम खेलाउने नि त मैले। खेलेन भने खुट्टा भागिदिनुहुन्छ अरे है। बोल्नु तपाईँ ल है अब हामी चाहिँ गोदावरीको प्लेसमा जाँदैछौँ। अनि जोस रमाइलो हुँदैछ। अनि हाम्रो टिभिएसको साथीहरू सबै आएको छौँ है। है अब हामी हिँड्दैछौँ, पुगेको छैनौँ खुट्टाले के गाडीमा पनि होइन। हामी पुग्नु लाग्यो, पुग्ने बाँकी छ है चाहिँ। अहिले हामी पुग्न लाग्यो है। ठ्याक्कै छेउछाउमा पुग्यो। अनि दाइ तपाईँलाई कस्तो हुँदैछ? रमाइलो रमाइलो लाग्दैछ? यतातिर आइपुग्दै गर्दा चाहिँ अलिक गाउँघरको जस्तो याद आइरहेको छ है। सुन्दर ठाउँ रहेछ। वरिपरि फुल फुलेको छ है। यस्तो फुलहरू फुलेको छ है, हेर्नु है मजाले रमाइलो छ। देउस खुसी लाग्यो। गाउँको याद आउँछ जोस। यो हेर्दाखेरि एकदमै
भनौँ न गाउँको जस्तै छ जङ्गलहरू भएको फुलहरू भएको कति राम्रो क्या यहाँको ठाउँ एकदमै राम्रो छ है सो तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ राम्रो छ घुम्न आउनु होला म तपाईँहरूलाई भित्र पनि देखाउने छु कस्तो छ भनेर है हेर्दै गर्नु सो पुग्न लाग्यो है अब हामी साइडमा आइपुगेको छौँ तपाईँले हेर्नु होला म देखाउने छु ठाउँ अनि मजाले हेर्नु सक्नुहुनेछ है यहाँनिर आइपुगेको छ अलि चाहिँ हामी ठ्याक्कै यहाँ तल आइपुगेको छौँ अनि एकदम राम्रो छ अनि जस हामी आइपुगेको छौँ यता पनि हुनुहुन्छ है हेर्नु सबैजना कस्तो हुनुहुन्छ ठिक छ गोदावरी आउनु पाउँदा कस्तो लाग्दैछ जहिले आएको तपाईँहरू सामान पाउनु चाहिँ मलाई एकदम खुसी भएको छ सो अनि चाहिँ हामी यहाँ पुगेको छौँ अब यहाँबाट हामी टिकट काटेर फेरि हामी भित्र छिर्न पाएकी छौँ हेर्दै गर्नु भित्र पनि म देखाउँछु है अब हामी भित्रको गेटबाट भित्र है अब हामी साथीहरू यहाँ छन् यहाँबाट छिर्ने हामी अब भित्र जाँदैछौँ केही छिनपछि हामी बाहिर आउँछौँ फेरि अब हामी भित्र छिर्दैछौँ है यहाँबाट है सबैजना अब हामी भित्रै छिर्यौँ फाइनली यस्तो दामी यताबाट जान नि यत्रो ल अब हामी आयो यस्तो दामी छ यहाँको ठाउँ रमाइलो छ एकदमै फुलको बगैँचामा हामी आइपुगेका छौँ है यहाँनिर गुराँसको बोटनी छ अरे के लास्टमा राम्रो लागिरहेछ भाउजू कस्तो लागिरहेछ भित्र छिर्न रमाइलो लागिरहेछ कस्तो लाग्दै हुनुहुन्छ अहिलेको मोमेन्टमा राम्रो तिमी बोल ल है अब हामी भित्र आइपुगिसकेका छौँ अब हामी पुरा यहाँको प्लेस तपाईँलाई देखाउने छौँ राम्रो छ फुलको बगैँचामा अब छिर्नेछौँ सो अहिले चाहिँ हामी गोदावरीको पारिपट्टि घुमेर हामी वारिपट्टि आएका छौँ है एकदमै दामी छ यहाँको ठाउँ एकदमै भनौँ न रमाइलो एकदमै राम्रो ठाउँ ए तपाईँले हेर्नु सक्नुहुन्छ है यस्तो दामी छ है यहाँको ठाउँ चाहिँ बाबा सो अब हामी खाजा खान लागेको छौँ आउनुहोस् त यहाँ हामीलाई लागि हामी यहाँ है हामी खाजा खानेछौँ अब अनि हाम्रो अब आरामको समय खाजा खाने समय यो चाहिँ है खाजा खाने समय वाउ
मिठो छ मनिषा ऊ त्यो ढोका सानो सानो दुईटा गाई गर्न एउटा आज त हामी गोदावरी घुमेर आएको होइन राजु दाइ कस्तो लाग्यो गोदावरी मलाई चाहिँ एकदम रमाइलो लाग्यो चटपट खान पाइयो मासु खान पाइयो चिउरा खान पाइयो फेन्टा डिउ सबै खान पाइयो राम्रो छ जस आज हामी गोदावरी घुमेर फर्किँदैछौँ गोदावरी चाहिँ एकदम राम्रो छ अनि अहिले चाहिँ फुलले भरिएको छ ठाउँ एकदमै नाइस प्लेस छ रमाइलो गऱ्यौँ इन्जोय गऱ्यौँ तर धेरै राम्रो छ गोदावरी एउटा भनौँ न जहाँ चाहिँ फुलले भरिएको वनस्पतिले भरिएको ठाउँ एकदम राम्रो छ है भयो हाम्रो के भन्छ अरे रश्मिको रश्मि माझी 7 मा सबैजनाले टिकटकमा फलो गरिदिनु होला मेरो त केही छैन मलाई त केहीमा फलो मलाई त त्यति हो छैन केही छैन जोस गोदावरी एकदम राम्रो छ वनस्पतिले भरिएको ठाउँ यस्तो छ है हामी चाहिँ अहिले गोदावरी घुमेर बस पार्क आइसकेको छौँ भित्र घुमेर एकदम राम्रो थियो प्लेस अनि अब हामी गाडीमा चढ्न जाँदैछौँ अनि गाडीमा पनि चढ्दैछौँ पछाडि पनि आउँदैछौँ अनि हामी चाहिँ अहिले बस पार्क गोदावरी बस पार्कमा आइपुगिसकेका छौँ है अनि हामी चढ्न लागेको बस चाहिँ यो बसमा चाहिँ हामी चढ्नेछौँ होइन है बसभित्र चढिसकेको छौँ यस्तो दामी छ है बस बसमा आयो है अब हामी घरतिरको यात्रा है